देश बन्न शताब्दी लाग्दैन। चाह्यो भने देश 5 वर्षमै कायापलट हुन सक्छ। सुन्नुहोस्, म तपाईँलाई 10 यस्ता कार्यसूची भन्छु जसले कार्यान्वयन भयो भने 5 वर्षमा देशलाई कायापलट गर्दैन। देश निर्माणका 10 आधारहरू सुन्नुहोस्। 1 मा रहेको छ एजुकेसन रिफर्म सिस्टम। एजुकेसन रिफर्म सिस्टम भनेको यहाँनिर प्र्याक्टिकल शिक्षाहरू, जब स्किल डेभलपमेन्टहरू बढ्नु पर्यो। शिक्षामा राजनीतिकरण 0 हुनु पर्यो। शिक्षामा राजनीतिकरण 0, प्र्याक्टिकल शिक्षा हप्तामा 3 दिन प्र्याक्टिकल शिक्षा अनिवार्य राख्नु पर्यो सरकारले। एजुकेसन रिफर्म सिस्टम पछि मुख्य आधार रहेको छ इन्डस्ट्रियल ग्रोथ भनेको देशमै कारखानाहरू खोलिनुपर्छ जसको लागि इन्भेस्टर चाहियो। इन्भेस्टरको लागि सरकारले सही वातावरण क्रिएट गरिदिनु पर्यो। नेपाल लगानीको लागि सुरक्षित देश हो। यो सबै इन्भेस्टरलाई चाहिँ क्लियरिटी दिन पर्यो उनीहरूले। अनि इन्डस्ट्रियल ग्रोथ पछि तेस्रो नम्बरमा रहेको छ डिजिटल पेमेन्ट सिस्टम, यानि कि डिजिटल नेपाल। डिजिटल नेपाल भनेको यो फेसबुक, इन्स्टा, टिकटक यिनीहरूलाई मात्र डिजिटल नेपाल भनेर हुँदैन। डिजिटल नेपाल भनेको अनलाइन पेमेन्ट सिस्टमहरू हुन पर्यो। सरकारी सेवाहरू सबै अनलाइन मार्फत हुन पर्यो। जस्तो पासपोर्ट ट्याक्स, लाइसेन्स ट्याक्स, हरेक व्यापार ट्याक्सहरू तपाईँको अनलाइन मार्फत हुनु पर्यो। अनलाइन मार्फत भयो भनेपछि करप्सन घट्छ। त्यहाँ डेली धाइरहनु पर्ने बाध्यता कम हुन्छ, लाइनमा बस्नुपर्ने बाध्यता कम हुन्छ, समय बचत हुन्छ, इन्धन खपत कम हुन्छ। अनि चौथो आधार रहेको छ इन्फ्रास्ट्रक्चर भनेको पूर्वाधार विकास। पूर्वाधार विकास भनेको जस्तो रेलवे, फास्ट ट्र्याक, हाइवेहरू, सुरुङ मार्गहरू बन्नु पर्यो देशमा प्रशस्त, जसले समयको बचत होस्, ट्राफिक जाम कम होस्। 5औं आधार रहेको छ हेल्थ सिस्टम चेन्ज। हेल्थ सिस्टम चाहिँ नेपालको एकदमै कमजोर छ, तपाईँहरूलाई पनि थाहा होला। हेल्थ सिस्टम चाहिँ चेन्ज गर्नको लागि एक-एकवटा एयर एम्बुलेन्स हरेक जिल्लामा हुनु पर्यो। हरेक जिल्लामा एक-एकवटा क्वालिटी हस्पिटल हुन पर्यो। अनि सरकारी अस्पतालमा मात्रै उपचार गर्नुपर्छ है भन्ने प्रथमै त हुनुपर्छ। त्यही अनुसारको सुविधा त्यहाँ सरकारले निर्माण गर्नु पर्यो। अनि अर्को कुरा रहेको छ हेल्थ चेकअप। हेल्थ चेकअप सिस्टम चाहिँ हरेक महिनामा 2 या 3 पटक हेल्थ चेकअप अनिवार्य सिस्टम राख्नु पर्यो सरकारले। अनि अर्को रहेको छ निजी क्षेत्रलाई केही निषेध गर्नु पर्यो। निजी क्षेत्रले लुट मचाइरहेका छन्, लुटतन्त्र जुन मचाइरहेको छ त्यसलाई चाहिँ हल्का केही निषेध गर्नु पर्यो। फेरि सेवा सुविधा गर्न सक्नु पर्यो सरकारले। अनि सबैभन्दा मुख्य आधार रहेको छ विद्युत एक्सपोर्ट। विद्युत एक्सपोर्ट नेपालमा जलस्रोत सबैभन्दा धनी देश हो नेपाल। जलस्रोतबाट हाइड्रो पावरबाट चीन, भारत र बङ्गलादेशमा हामीले लङ टर्म सहमति गरेर विद्युत चीन भारतमा विद्युत बेचेर महिनाको अरबौँ कमाउन सक्छन्। सरकारले यतातिर पनि ध्यान दिनुपर्छ। अनि 8 नम्बरमा रहेको छ टुरिज्म सेक्टर। टुरिज्म सेक्टर बुस्ट गर्नुपर्छ। टुरिज्म सेक्टरको प्रमोटिङ गर्नुपर्छ नेपालले। उपयुक्त पूर्वाधार विकास गर्नुपर्छ। सगरमाथा, लुम्बिनी, राराताल जस्तो टुरिज्म सेन्टरलाई हामीले प्रमोट गर्न सक्नुपर्छ, बुस्ट गर्न सक्नुपर्छ। अनि 9 नम्बरमा रहेको छ विदेशी लगानी भित्राउनु। एफडिआई मार्फत हामीले विदेशी लगानी इजी सेवा बनाउनु पर्यो। जस्तो नेपाल लगानी गर्नको लागि सुरक्षित देश हो है भनेर विदेशीलाई हामीले त्यो खालको वातावरण क्रिएट गरेर राखिदिनु पर्यो। करप्सन भनेको देश खोक्लो बनाउने चिज हो। करप्सन भयो भने देशमा विकास हुनै सक्दैन। यही भएर एन्टी करप्सन चाहिँ हुनैपर्छ, जसको लागि कानुन निर्माणदेखि लाएर करप्सन गर्नेहरूलाई कस्तो खालको सजाय हुनुपर्छ, कस्तो खालको दण्ड दिनुपर्छ, यो चिज चाहिँ सरकारले कानुन निर्माण गरेर अगाडि बढ्नु पर्यो। करप्ट गर्यो भनेपछि त्यसको लाइसेन्स क्यान्सल हुन्छ कि के हुन्छ, त्यो हरेक चिजको एउटा माध्यम बनाउनु पर्यो सरकारले। अनि 11 नम्बरमा सबैभन्दा छिटो हुन सक्ने विकास भनेको आइटी सेक्टर ग्रोथ भनेको सफ्टवेयर डेभलपमेन्ट। आफ्नो देशमा आफै एपहरू बनाउने जसमा लगानी कम हुन्छ, काम ग्लोबल हुन्छ। नेपालमा बसेर विदेशमा काम गर्न सकिन्छ। आइटीमा काम भयो भनेपछि युवाहरूको लागि सबैभन्दा एकदमै चाहिने, युवाहरूको लागि सबैभन्दा प्रभावकारी ठुलो अवसर हो। युवाहरूको लागि सम्भावना कति छ त अब सुन्नुहोस्, ट्यालेन्ट नेपालमा धेरै छ। नेपालमा ट्यालेन्टेड मान्छेहरूको कमजोरी छ। अवसर सृजना सरकारले गर्नु पर्यो। आउटसोर्सिङ हब बन्न सक्छ नेपाल, फ्रिल्यान्सिङ कन्ट्री बन्न सक्छ नेपाल, सफ्टवेयर एक्सपोर्ट गरेर पैसा कमाउने आधार बन्न सक्छ नेपाल। अब चुनौतीहरू पनि रहेको छ। राम्रो इन्टरनेटको सुविधा गर्नु पर्यो सरकारले। अनि ट्रेनिङ स्किलको कमी छ। ट्रेनिङ स्किल हामीले जुन एजुकेसन रिफर्म सिस्टमको कुरा गरेको थियो अघि, एजुकेसन रिफर्म सिस्टम चाहिँ राम्रो गर्नु पर्यो। त्यहीँबाट ट्रेनिङ गरेर यहाँसम्म ल्याउनु पर्यो। अनि त्यसपछि ब्रेन ड्रेन, त्यहाँ धेरै सेलेरी छ त्यहीँ जानुपर्छ, यहाँ पैसा कम छ भन्ने खालको भाषण निर्माण भइरहेको छ। यो कम गर्नु पर्यो सरकारले। नेपालमै पनि उचित पैसा कमाउन सकिन्छ, उचित सुविधा हासिल गर्न सकिन्छ भन्ने सरकारले निर्माण गरिदिनु पर्यो।